म दुधमा पकाएको करेन्ट चाउचाउ खाँदैछु। पानीमा पकाएको करेन्ट चाउचाउ त सधैँ खाइरहेको हुन्छ होइन गाइज, तर दुधमा उमालेको करेन्ट चाउचाउ खाँदैछु। के छ फ्यामिली मेरो चाहिँ एकदम ठिकठाक छ। ठिकठाकलाई यत्तिकै सुतिरहेको थिएँ आज चाहिँ होइन। पहिले चाहिँ उठेर एकछिन सोचेँ होइन, बेडसेड मिलाएँ। आज चाहिँ दुधमा पकाएको करेन्ट चाउचाउ खानुपर्छ भनेर जाँगर चलाएँ। जाँगरै लाग्दैन कि दिनमा सुतेर उठ्यो भने त फेरि होइन। पहिले चाहिँ उठेर मुखसुख धोएँ, यता दुधहरू हेरेँ, दुध पनि रहेछ होइन। ग्यास अन पारेर दुधलाई उमाल्न छोडिदिएँ होइन। यत्तिकै दुध उम्लिरहेको थियो। म चाहिँ यता करेन्ट देखाएँ होइन। मसँग 20को करेन्ट थियो, 50को थियो होइन। यता मगा फल्न लाग्यो कि गाइस, अब हाम्रो घरतिर मगा पोलेर खाने हुन्छ होला होइन। यत्तिकै बाहिरतिर बसिरहेको थियो, भित्र दुध उम्लेछ होइन। करेन्ट चाहिँ पहिले हालिदिएँ, अनि उम्ल्यो। यता करेन्ट पनि हाम्रो दुधमा पाकिसक्यो। तपाईँहरू नि एकचोटि अवश्य ट्राई गर्नु होला, एकदम मिठो हुन्छ है गाइस। करेन्ट चाउचाउ सब बनेर सिद्धिन्छ होइन। अब चाहिँ खान लाग्यो म होइन, एकदम मिठो छ। आजको लागि चाहिँ चलो, थ्याङ्क फर वाचिङ, सी यू इन द नेक्स्ट भिडियो, बाइ बाइ।